सबललाई फोन हान्नु पर्यो। हेलो सबल, त कहाँ छस्? विवेक म घरमा हो। त घरमा हो? अस्ति त मैले पैसा दिएको थिएँ नि, त्यो पैसा यसो घर ल्याएछु त, सामान किन्नु पर्यो। अहिले मसँग पैसा त छैन। छिटो आइज न। ल म अहिले पछि आउँछु। ओए सबल छुटाइज, अस्ति 50 रुपियाँ दिथे, छुट निकाल। आज छैन क्या, भोलि बिहान दिउँला। मसँग यो 5 रुपियाँ मात्र छ यार। हुन्छ भने यसरी काम ठ्याक्क 5 रुपियाँ हुन्छ। ल त एकछिन यहाँ पर्खिराख, म पैसा लिएर आउँछु। यो बोल चाहिँ नकिन छोड्दिन। किन पैसा मान्छेहरु खाइरहेको छ, पैसा दिनु भएन? दाइ पैसा दिन्न। हेर्दा यस्तो खाइरहेको छ, कहाँ पैसा माग्दै हिँडेको? दिन दाइ 5-10 रुपियाँ भयो नि। ल कहाँ दाइ तपाईँलाई त मैले त 5-10 रुपियाँ दिनु भने पनि 50 रुपियाँ दिएँ। घरै उहाँ आउनु न, छोड्दै त्यो। ल्या सेक्रेटरी, कहाँ ल्या पैसा? जहाँ ल्यान्ड तल के हो? बोल्छिन् यस्तो टाइम बोलेर वाला कति रुपियाँ? ल भन। बलको 50 रुपियाँ हो। दिन्न एउटा, लन पैसा। चल। लन पैसा। के हो भाइ? आधा मात्र छ त पैसा त। नक्कली नोट बोकेर हिँड्ने? हो। 2 नम्बरी काम गर्छौ? 200 रुपियाँ पठाइदेऊ। यसमा कति पैसा लिएर हिँड्ने? एकपट्टि असली एकपट्टि नक्कली। हो? समात्दैन। यसले कहाँबाट ल्यायो? भगवान